चाहिँ कोकको बोतलमा मजाले पारा भरिदिनु या पानी भरिदिनु अनि ब्ल्याङ्केटले ऱ्याप गरिदिनु यस्तै हुन्छ नि त अलिकति साह्रो चाहिँ चाहियो है अब यस्तोमा म के गराउँछु यसलाई भन्दाखेरि ल न ल यहाँ खाऊ न ल 4 खुट्टा टेकाउने के अब यो हामीले उसलाई क्रलिङ गर्नलाई इन्करेज गर्नु पर्यो अब यो गर्दाखेरि हेर्नु त खुट्टा चाहिँ नि भित्रपट्टि यसरी भित्रपट्टि कि यसरी बाहिर होइन कि भित्रपट्टि है अब घुँडाले समाइरहेछ यो गर्दा एक्सप्लोर गर्न दिने दुईटै हात टेके बेस्ट हैन एउटा अब उसले हात टेकाइ राम्रो छ हातको फङ्सन राम्रो छ नि त टेकिरहेछ कति बजार टेक्दैन नउठ्ने अनि अब यो बुढाले चाहिँ टेकेको हुनु पर्यो है ल अप्ठ्यारो भयो नि त ल हेड कन्ट्रोल एकदम राम्रो छ है अब यो गर्दाखेरि यसो उसले त लिन जान्छ नि त रिचिङ राम्रो छ नि त उसको होइन तपाईँले अगाडि मात्र नदिनु के साइडमा पनि दिनु है दुईटै हातले टेक्छ भने ठिक छ नभए एउटा हातले टेकाइदिने एउटा हातले एक्सप्लोर गरोस् है अब यसमा हेर्नु त हातले पनि टेकिरहेछ खुट्टाले पनि टेकिरहेछ यानि यही पोजिसनमा तपाईँले छोड्दै पनि भयो क्या बच्चालाई पोजिसन भनेर बसाउनु मात्र पर्दैन यो पोजिसनमा बसाइदिने होइन अब हेरेर मोनिटर त गर्नु पर्यो यो पोजिसनमा पनि हाल्नु पर्यो है यो पोजिसनमा हालेर हल्का अगाडि पछाडि रकिङ गरे पनि हुन्छ यसरी रकिङ गर्ने रिल्याक्सेसन पनि हुन्छ उसलाई घरि यो यता पछाडि जाँदा खुट्टामा धेरै भार हाल्ने भयो अगाडि जाँदा हातमा भार हाल्ने नि यो भइसकेपछि उसलाई क्रलिङ गर्नलाई फेसिलिटेट गर्ने है यो गराउनु मिठो छ मैले ल यो खाउँ नि त यो खाउँ यो एउटा पोजिसन है ल अनि बसाउँदाखेरि तपाईँहरूले युजली त हामी काखमै बसाइन्छ नि त लड्छ भनेर यसरी नै बजाइन्छ नि त होइन उसलाई पुरै सपोर्ट चाहिँदैन ल खाऊ उसलाई पुरै सपोर्ट चाहिँदैन उसलाई सपोर्ट भनेको यहाँ पेल्भिसन मात्रै चाहिन्छ तपाईँले बसाउँदाखेरि आफू जिउ चाहिँ नजिकै बस्ने होइन यहाँ मात्र समाएर बसाउने यति मात्र सपोर्ट भयो हुन्छ अर्को के गर्न सक्छ भने कार्टुन हुन्छ नि बक्सा हुन्छ नि बक्सा उसको साइजको बक्सा काट्ने यहाँसम्म हुनु पर्यो पुरै सपोर्ट हुनु पर्यो होइन यति काट्ने कि हजुर ब्ल्याङ्केटहरू राखेर त्यसमा ठक्क बसाइदिने यति मात्र सपोर्ट चाहिन्छ यति मात्र है बसाउँदा यसरी बसाउन पनि सकियो अर्को भनेको हामीले काखमा पनि यसरी बसाइ नै सक्यो यसरी बसाउँदा हेर्नु त खुट्टा पनि टेक्छ होइन यसरी बसाइ नै हुन्छ अरू सपोर्ट दिनु पर्यो आफू रेडी चाहिँ हुने लडिहाल्यो भने टाउकोले छातीले सपोर्ट गर्ने होइन तर धेरै सपोर्ट नदिने मेन भनेको लड्छ भने हामी ओभर प्रोटेक्टिभ भएर सबाइराख्छ नि होइन तर त्यो प्रोटेक्टिभ चाहिँ हुने तर लडे पनि जस्तै यहाँ लड्यो भने यहाँ केही हुँदैन नि त त्यस्तो चाहिँ हुनु पर्यो अनि यसरी बसाउँदाखेरि चाहिँ खुट्टा टेकाइदिने आफूले अलिअलि प्रेस गर्ने किन चाहियो मामु दिँदैन एउटा काखमै राखेर एउटा चाहिँ काखमा नराखेको यसरी कि टुक्क यो चाहिँ जति समय मान्छ त्यति है बिस्तारै ड्युरेसन बढ्दै जान्छ अनि घरमा उसलाई तपाईँले छोडेर जाने हो भने चाहिँ या यतिकै बस्ने हो भने जहिले नै आफूले मात्र राखेर भएन नि त कर्नर हुन्छ नि घरको कुन्ना हुन्छ नि कुन्नामा यहाँ चकत्ती सिरानी हालिदिनु है तिमी एकछिन मम्मीमा जाऊ मामुलाई देखाउँछ है जस्तै यो कर्नर भयो भने यो कर्नर भयो नि त यहाँनिर जस टाउको नठुकोस् जिउ नठुकोस् भने एउटा चकटी हाल्छ त्यसको बटक छ नि पछाडिको भाग चाहिँ यहाँसम्म हुनु पर्यो कुन्नासम्म हुनु पर्यो कि कुन्नासम्म हुनु पर्यो यहाँबाट तपाईँले सिरानी हालिदिनु उसको केसमा चाहिँ त्यति सपोर्ट पनि चाहिँदैन एउटा सिरानी हालिदिनु अनि यहाँ खेल नदिनु कि यो भनेको अपराइट सिटिङ हुन्छ यति त कन्ट्रोल छ नि त उसलाई खुट्टाको पोजिसन क्वालिटीवाला भए पनि हुन्छ यस्तो सिधा भए पनि हुन्छ यस्तो भए पनि हुन्छ है यो चाहिँ सिटिङमा इन्डिपेन्डेन्ट सिटिङ पनि गराउनु पर्यो है सानो भिडियो बनाए